गुड मर्निङ एभ्रिवान। हामी चाहिँ जानेका सराल निकाल्न आछौँ। माछा कति पर्छ हजुरहरूलाई म चाहिँ देखाउने छु। सराल तलले मान्छे चाहिँ यता हुनुहुन्छ, उता चाहिँ जुरेली हुनुहुन्छ। जुरेलीले माछा कति मार्नुहुन्छ आज ल गाइस देखाउने छु। ल गाइस सराल निकाल्ने स्टार्ट भइसक्यो। माछा पर्छ कि नै अन्तिमसम्म हेर्नु होला। ल गाइस सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ओहो एउटा हेर्न सक्नुहुन्छ गाइज है, एउटा आइसक्यो। ल गाइज त्यहाँबाट पनि एउटा आइसक्यो, हेर्न सक्नुहुन्छ बुदना माछा। ल अब जुरेलीको सराल तान्दै माछा पर्छ कि नै ल हेर्नु होला गाइज है, लास्टसम्म आउँदैछ। ल गाइज खाली यसको सराल। ल गाइज फेरि जुरेलीको तान्दैछौँ, माछा पर्छ कि नै हेर्नु होला लास्टसम्म। ल गाइज ओहो माछा चाहिँ खाली है, त्यसमा पनि झेलसिङ। ल हेरौँ है त्यहाँबाट आउँछ कि नै माछा त्यसमा पनि। ल गाइस त्यहाँबाट माछा पर्छ कि नै हेरौँ है। ल गाइस त्यहाँबाट आइसक्यो माछा, हेर्नु सक्नुहुन्छ एउटा है। ल गाइस त्यहाँबाट पनि आइसक्यो, हेर्नु सक्नुहुन्छ एउटा माछा। बार्दै भनेका यिनी हुन् जुरेली। ल माछा आइसक्यो है एउटा। ल गाइस हाम्रो माछा आउँछ कि नै है, यहाँ खाली नहुने ठाउँ हो गाइस। हेरौँ माछा पर्छ कि नै। ओ एउटा परेको रहेछ है गाइस, हेर्न सक्नुहुन्छ गाइस। ल हेरौँ गाइस आउँछ कि नै माछा है लास्टसम्म। ल यसमा खाली। ल गाइस आउँछ कि नै है त्यहाँबाट। ल गाइस एउटा रहेछ, हेर्न सक्नुहुन्छ है, असला माछा आइसक्यो। ल गाइस त्यहाँबाट आउँदैछ है माछा, आउँछ कि नै हेरौँ। साना बुदुना माछा हेर्न सक्नुहुन्छ त्यहाँनिर, त्यसो माथिको अवस्था। ल हेरौँ है गाइस हाम्रो आउँछ कि नै। आएछ गाइज, यो एउटा हाम्रो आइसक्यो गाइज। सबैले लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु होला माई युट्युब च्यानललाई गाइज। ल हेरौँ गाइज त्यहाँबाट आउँछ कि नै है। आयो गाइज, हेर्न सक्नुहुन्छ गाइज आइसक्यो असला माछा ठुलबेरीका। र सबैले माया गरिदिनु होला है युट्युब च्यानललाई गाइज। ल आउँदैछ यसमा खाली। ल गाइज आउँदैछ है त्यहाँबाट माछा आउँछ कि नै हेरौँ। यसमा पनि खाली गाइज। ल हेरौँ गाइज त्यहाँबाट आउँछ कि नै। ओहो आयो गाइज, असल आइसक्यो है। त्यहाँ घारी खाली थियो भनेपछि यहाँबाट आइसक्यो एउटा। ल आउँदैछ माछा आउँछ कि नै हेरौँ लास्टसम्म। त्यहाँबाट माछा आउँदैछ है, परेर चाहिँ एउटा माछा। ल गाइज होइन माछा बगेर, ओ बग्यो छिटुको गयो के माछा। ल गाइस त्यहाँबाट आउँदैछ माछा, आउँछ कि नै हेरौँ। यसमा खाली। ल गाइस आउँछ कि नै हेरौँ है। ल आउँदै ल गाइस आउँदैछ। ओ आयो एउटा गाइस, एउटा आइसक्यो। ल आउँदैछ गाइस हाम्रो आउँछ कि नै माछा हेरौँ। एउटा मात्रै माछा सहित भेटाइयो। ल त्यहाँबाट आउँछ कि नै हेरौँ है गाइस माछा। खाली गाइस खाली। आयो गाइस एउटा काब्रे माछा हेर्न सक्नुहुन्छ गाइस होइन। यो ठाउँ चाहिँ खाली नहुने ठाउँ हो, माछा पर्छ कि नै हेर्नु होला है लास्टसम्म। आज चाहिँ खाली है गाइस, हेर्न सक्नुहुन्छ। ल गाइस अन्तिम सराल अब यति हो, माछा पर्छ कि नै। ल गाइस यो सराल पनि खाली है, यहाँनिर लागेन गाइस। अब ल गाइस माछा चाहिँ कति परे गनेर देखाउँछु है। गन्त कति छन् 1 2 3 4 5 6 7 8 9 10 11 12 13। ल गाइस 12टा माछा छन्।
ल गाइज हामी चाहिँ अब सरालहरू सिकाएर चाहिँ अब घरतिर जाँदैछौँ। माछा चाहिँ थोरा परेछ, 20वटा सराल हानेको थियौँ। माछा चाहिँ आधा केजी जति लागेछ गाइज। माछा धेरै परेन आज चाहिँ। सबैले यस्तै यस्तै भिडियो हेर्नका लागि लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला युट्युब च्यानललाई। ल गाइज बाई बाई।